रक्षा बम र सुदन गुरुङ एक हुन सक्ला नि त? सक्छन्। सबभन्दा कान्छो जेन्जी आकाश अधिकारी 15 वर्षको जेन्जी नेताहरू त दोषी छन्, मेन दोषी चाहिँ हामी छौँ। अनि रक्षा बम र सुदन गुरुङ एक हुन सक्ला नि त? सक्छन्। केही एक दुईटा साना कुराले गर्दा नमिल्न सक्छन्, तर अधिकांश सोच विचार त एउटै हुन्छ नि त जेन्जी पुस्ताहरूको। अनि रक्षा बमलाई त सुदन गुरुङले चुरा बजाउने भन्नुभयो, अनि फेरि त्यसको जवाफमा त गतिले चाहिँ प्रतिक्रिया दिनुभएको रक्षा बमले। के भन्नुहुन्छ यस विषयलाई? अब यो व्यक्ति विशेषको विषयमा म केही बोल्दिनँ। यो व्यक्ति विषयको केही आक्रोश केही उस परिपूर्ण होला, त्यो व्यक्ति विशेषको कुरोमा भनेपछि व्यक्ति विशेष जानु हुँदैन तपाईँ? अनि व्यक्ति विशेषै नगइकन राजनीति कसरी गर्ने त आकाशजी? अनि त्यस्तो व्यक्ति विशेष नजाने व्यक्तिलाई किन हस्तक्षेप गर्ने? एक व्यक्तिले मात्र त पुरै यो देश बिगार्न नि सक्दैन, देश बनाउन नि सक्दैन। एउटा समाज एउटा सङ्गठन त अवश्य चाहिन्छ नि। भनेपछि तपाईँ सबै जेन्जी एक भयो भने हजुर, सबभन्दा कान्छो जेन्जी आकाश अधिकारी 15 वर्षको जेन्जी मिल्नलाई तयार। मिल्नलाई तयार। तपाईँलाई कसको एजेन्डा चाहिँ अलिकति राम्रो मन परेको छ भन्न मिल्ला नि त? रक्षा बमको मन पर्यो कि निरज ढुङ्गानाको मन परेको छ कि सुदन गुरुङको मन परेको छ? होइन, सबैको एजेन्डा राम्रै लागेको छ। केही नकारात्मक कुराहरू पनि छन्, केही सकारात्मक कुराहरू पनि छन्। अधिकांश सोच विचार एउटै भएका कारण अधिकांश त राम्रै छन्। अधिकांश राम्रै छन्। अनि तपाईँ प्रचण्ड, शेरबहादुर देउवा र केपी ओलीले धेरै वर्ष सत्ता चलाएर नै देश बिग्रियो, यो स्थितिमा पुग्यो भनिराख्नु भएको छ। के भन्नुहुन्छ यस विषयमा तपाईँ? अच्छा, प्रश्न पार्नुहोस् जनतालाई। यो नेताहरूको कारणले मात्र होइन, यो हामी जनता आफै मूर्ख भएको कारण यो स्वतः यस्तो भएको। नेताहरू त दोषी छन्, मेन दोषी चाहिँ हामी छौँ। त्यसै कारणले यिनीहरू नेताहरू यो उन्माद भएर उफ्रिनु भएको चाहिँ त्यही कारण। जनता दोषी भन्नाले के हो ठ्याक्कै बताइदिनुहोस्। जनताहरू 1-2 हजारको पछाडि लाग्ने, मासुवादको पछाडि लाग्ने, अनि त्यस्तै यो बनाइदिन्छु, यो पोस्ट दिन्छु, पुलिस बनिस् भने यो पोस्टमा लगिदिन्छु, यस्तो तरिकाले झोले प्रवृत्ति गरेका कारण देश अगाडि नबनेका। झोले प्रवृत्ति गरेकै कारणले देश बिग्रियो।